हेलो साथीहरू नमस्ते अन्यङस्यो वेलकम टु माई मिनी ब्लग। आजको ब्लगमा चाहिँ हामी इभिनिङ वाक हिँडेको नि त साँझमा, अनि त्यही बेला भिडियो बनाउँदै हिँडेको के मजा है। अनि उता फेरि गफ गर्दै हाँस्दै गफ गर्दै खै हातमा के खाँदै हातमा के सामान माछामा दिदीले चाहिँ, अनि गफ गर्दै हामी चाहिँ हिँड्दैछौँ। अनि हामी यहाँ फेरि बाटो काट्दैछौँ क्या, गफ गर्दै बाटो पनि काट्यौँ। त्यसपछि फेरि हामी उता हाम्रो एकचोटि बारीमा जाऊँ न त कस्तो भएछ सब्जीहरू भनेर बारीतिर लाग्यौँ। म फेरि यता फुल देखाउँदै फोटो खिच्दै हिँडेँ नि त। अनि हामी फेरि पुग्यौँ बारीमा। अरूको बारीमा चाहिँ यस्तो मकैहरू राम्रो भयो के। उता बाजेले चाहिँ उता पानी लगाउँदै हुनुहुन्छ, हामी फेरि गफ गर्दै यता यस्तो राम्रो छ है भन्दै गफ गर्दै पुग्यौँ बारीमा पुगेपछि फेरि यता खुर्सानीहरू अनि साग मकैहरू हेर्दै अब हामी पनि फेरि खनखरस गर्नु पर्यो नि त एकछिन भनेर लाग्यौँ खनखरसतिर। अनि कुटो फेरि आउँदा काम लाग्छ भनेर त्यही लुकाएर राखेको थियो कि, जति बेला नि बोक्दै हिँड्दै गर्न ज्याउ लाग्छ नि त, त्यही भएर कुटो चाहिँ यहीँ थियो। अनि फेरि त्यही भएर अनि हामी एकछिन खन्ने है, यता खन्ने यता लगाउने भन्दै दिदीले चाहिँ बताउँदै हुनुहुन्छ। दिदीले अस्ति यार के लगाउनु भएको अरे त्यो सबै उम्रियो भनेर मक्ख पर्दै बताउँदै हुनुहुन्छ क्या। अनि हामी लाग्यौँ यता सागको बिरुवा सार्नतिर। दाइ फेरि मोबाइलमा बिजी हुनुहुन्छ, यति बिजी हुनुहुन्छ नि दाइलाई फुर्सद छैन। अनि फेरि यता बिरुवाहरू लगाउँदै हुनुहुन्छ, खन्दै लगाउँदै अनि दाइ यता हेर्नु त कस्तो राम्रो भिडियो हजुरको भनेर दाइ फेरि मक्ख हुनुहुन्छ क्या। अनि बिरुवा लगायौँ, सागको बिरुवा पहिला लगाएको चाहिँ जागेको रहेछ कि, फेरि अरू पनि लगाउँदै हुनुहुन्छ। अनि लगाइसकेपछि फेरि पानी लगायौँ। मैले साग टिपेर लिएर आएँ नि त कस्तो राम्रो भएको रहेछ भनेर मैले देखाएँ। अनि दाइले हेलो भन्दै हुनुहुन्छ खुसी भएर। मैले यताउताको भ्युजहरू पनि खिचेँ कि कस्तो राम्रो देखेको नि त रातिमा। अनि त्यो चाहिँ मैले साग टिपेर लिएर आएँ, कस्तो राम्रो साग भएको रहेछ। त्यसपछि चाहिँ हामी घर फर्क्यौँ साँझमा गफ गर्दै घर फर्क्यौँ। राति भएको थियो घर आउँदा चाहिँ। थ्याङ्क यू सो मच सबैजनालाई मेरो भिडियो दिनुभएकोमा। सबैजना लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला है।